नमस्कार अनि स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ आज के गरिरहेको छु भनेपछि म्याथमेटिक्स फर्स्ट सेमेस्टरको डिप्लोमा लेभलको प्यारामेट्रिक फङ्सनबाट चाहिँ डेरिभेटिभ लिएर आएको छु। इक्जाममा खास गरेर 4 मार्क्समा सोधिने डेरिभेटिभ यही प्यारामेट्रिक फङ्सनबाट नै हुने गर्दछ। त्यही भएर म यो प्यारामेट्रिक फङ्सनको डेरिभेटिभ सल्भ गर्न गइरहेको छु। जहाँ चाहिँ हामीलाई के दिएको छ, फाइन्ड द dy/dx अफ द फलोइङ प्यारामेट्रिक फङ्सन। dy/dx निकाल्ने हो फलोइङ प्यारामेट्रिक फङ्सनबाट। ए मा के दिया भने x इक्वल्स टु a sec थीटा र y मा के दिया y इक्वल्स टु b tan थीटा दिएको छ। अनि अर्को बी क्वेसन बी मा चाहिँ x इक्वल्स टु cos log t र y इक्वल्स टु log cos t दिएको छ। जहाँ चाहिँ हामीले यसलाई पहिला सुरुमा यसलाई सल्भ गरौँ। एमा के यसले के दिएको छ भन्दाखेरि यसलाई सल्भ गरौँ। एमा x a sec थीटा र y इक्वल्स टु b tan थीटा दिएको छ। यसलाई इक्वेसन 1 अनि यसलाई इक्वेसन 2 मानौँ। त्यसपछि चाहिँ हामीले के गरौँ भन्दाखेरि डिफरेन्टिएटिङ गर्नु पर्यो, डेरिभेटिभ गर्नु पर्यो। डिफरेन्टिएटिङ विथ इक्वेसन 1 एन्ड इक्वेसन 2 विथ रेस्पेक्ट टु केले गर्ने विथ रेस्पेक्ट टु भनेपछि यहाँ x हुन्थ्यो भने है, यहाँ थीटाको ठाउँमा x हुन्थ्यो भने हामीले x ले डेरिभेटिभ गर्थ्यौँ। यहाँ t हुन्थ्यो भने t ले डेरिभेटिभ गर्थ्यौँ। यहाँ चाहिँ के छ भन्दाखेरि यो त कन्स्ट्यान्ट भ्यालु हो। यो भनेको चाहिँ हाम्रो के हो भन्दाखेरि डेरिभेटिभ गर्नको लागि भेरिएबल भनेको यो सेक थीटा पेरेन्ट्स भनेको। अब यसमा चाहिँ थीटाको ठाउँमा t हुन्थ्यो भने t ले डेरिभेटिभ गर्ने, थीटा छ भने थीटाले डेरिभेटिभ र x छ भने x ले डेरिभेटिभ गर्ने। त्यही भएर मैले रेस्पेक्ट टु थीटा भनेर भने थीटाले डेरिभेटिभ गरेँ। डेरिभेटिभ अफ x/d थीटाले गर्ने हो। त्यसपछि सुरुमा हामीले इक्वेसन 1 लाई गरे। हामी पहिले सुरुमा इक्वेसन 1 लाई गर्यौं। इक्वेसन 1 लाई फेरि कन्फ्युज हुन्छ। इक्वेसन 1 लाई गर्यौं। सेक छ भन्दाखेरि के छ भन्दाखेरि a sec थीटा छ भनेपछि डेरिभेटिभ अफ के को a sec थीटा/d थीटा हो। अनि a कन्स्ट्यान्ट्स बाहिर आउँछ। सेक को डेरिभेटिभ के हुन्छ? सेक को डेरिभेटिभ हुन्छ के हुन्छ भन्दा sec x tan x हैन। sec थीटा tan थीटा बाइ भइगयो डेरिभेटिभ भइगयो। यति यसको डेरिभेटिभ। त्यसपछि फेरि हामीले इक्वेसन 2 लाई गरौँ। इक्वेसन 2 लाई डेरिभेटिभ अफ y लाई dy/dx छ। dy लाई dx ले डेरिभेटिभ गर्ने हो। डेरिभेटिभ अफ y मा के दिएको छ? b tan थीटा। b tan थीटा दिएको छ। b tan थीटा लाई केले गर्ने हो? d थीटा ले गर्ने हो। भनेपछि b tan थीटा है। b tan थीटा भनेपछि b जस्ताको जस्तै कन्स्ट्यान्ट्स बाहिर आयो। tan थीटा को डेरिभेटिभ हुन्छ sec स्क्वायर थीटा हुन्छ। sec स्क्वायर थीटा tan x को डेरिभेटिभ sec स्क्वायर x हैन। त्यसपछि अब के गर्नु पर्यो? इक्वेसन हामीले त के निकाल्ने हो? हामीले के निकाल्नु छ भन्दाखेरि हाम्रो क्वेशनले के भन्या? dy/dx निकाल्नु भन्या भनेपछि dy/dx निकाल्नु पर्यो। dy/dx को ठाउँमा अब dy भनेको यो हो dy/d थीटा अपन dx भनेको के हो? dx भनेको dx/d थीटा। अब भ्यालु राख्दिने। dy/d थीटा के निक्लिया? b sec स्क्वायर थीटा। अनि dx/d थीटा भनेको के निक्लिया? a sec थीटा tan थीटा। a sec थीटा tan थीटा निक्लिएको छ। अब के हुन्छ भन्दाखेरि यसपछि हामीले के गर्न सक्छौं भन्दाखेरि अब यो sec स्क्वायर थीटा भनेको के हो? दुईटा sec थीटा भन्या। दुईटा sec थीटा भनेपछि एउटा सेकलाई काट्न सक्यो। b sec थीटा बाइ a tan थीटा। अनि अझ यसलाई अझै सिम्प्लिफाई गर्दाखेरि के हुन्छ भन्दाखेरि b sec थीटा लाई b बाइ a को b बाइ a छुट्याइदिम। sec थीटा बाइ tan थीटा भनेको के हो? cos sec थीटा हो। cos sec थीटा यही नै के हो? dy/dx हो। यति गरे 4 मार्क्स आउँछ। थ्यांक यू फर वाचिङ।